जोरपोखरीको शहीद पार्कभित्र हामी चाहिँ अब प्रवेश हुनु लाग्यो गरिसकियो। अब माथि टपमा के छन् हेरौँ। हामी पनि पहिलोपल्ट घुम्न आएको हो यहाँ चाहिँ आज। योभन्दा पहिला चाहिँ आएको थियौँ न र यस्तो छ भन्ने पनि हामीलाई थाहा थिएन। ओहो हो खासमा यहाँ डेटिङ बस्ने ठाउँ हो। यहाँ त खासमा डेटिङ बस्ने ठाउँ रहेछ। हामी त नि यार कहाँ पसिवरी आइएछ नि त हो। यहाँभित्र चाहिँ यस्तो यस्तो रहेछ हो। खासमा यहाँ शहीद पार्क बनाएको रहेछ। यो चाहिँ किन शहीदको हो भएको आन्टी हो आन्टीहरू के यहाँ पहिला मान्छे मर्नु भएको होला सायद। शहीद पार्क भन्यो।